गाइज हेलो वेलकम टु माई न्यू भिडियो हेर्नु सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै फिट एन्ड फाइन छु राति 4-5 बज्न लाग्यो होइन अनि चाहिँ अझ म बल्ल भ्लग स्टार्ट गर्दैछु होइन अझ म आज चाहिँ के त्यस्तो दिवसभरि चाहिँ के गरेर म चाहिँ के गर्न लाग्यो भन्दा चाहिँ अब चाहिँ घरको काम गर्न लाग्यो एकचोटि मेरो घरको हालत हेरौँ न कोठाको हालत यस्तो भन्दा नि यस्तो खतरनाक भएको छैन अन्त चाहिँ हाम्रो होइन छैन यता चाहिँ अब चाहिँ काम गर्नु पऱ्यो मम्मी चाहिँ मेला पढ्नु जानुभएको छैन अनि काम गर्नु पऱ्यो अरू पछि भेटौँला त रुक्नु म क्यामेरा मिलाउँछु अनि भेटौँला बिस्तारै पठाउनु लाग्यो होइन अहिले म कस्तो गर्छु अहिले पछि हेर्नु त फेरि के त्यस्तो धम्मै म सुगाए जब चाहिँ म चाहिँ बिस्तारै पठाउनु लाग्यो रुक्ने अनि त्यहाँपछि अलिपछि भेटौँला होइन एकैछिनमा टाइम लाग्छ देखेछ कि छैन नदेखि हामी केही नभन्नु होला होइन मलाई चाहिँ केही नभन्नु होला मैले चाहिँ यस्तै गरेर गर्नुहुँदैछु होइन सुगाए गाइजन अलिपछि भेटौँला अन्त सबै यस्तो पठाएको बिस्तारहरू पठाएको देखायो भने चाहिँ होइन टाइम चाहिँ लास्टै धेरै हुन्छ होइन अलिपछि एकैछिनपछि भेटौँला है त म पठाउँछु अनि भेटौँला ल पाएँ एकैछिन त्यसलाई बाइक गाइज गाइजन म चाहिँ यताभित्रको चाहिँ काम सकिसकेँ होइन म जस्तो जान्छु त्यस्तै काम चाहिँ मैले जस्तो जान्छु त्यस्तै काम चाहिँ मैले सबै गरिसकेँ होइन अनि चाहिँ कस्तोको भयो चाहिँ यतामा अनि चाहिँ मिलाएन यहाँनिर कपडाहरू मिलाएँ त्यो तारहरू चाहिँ त्यत्तिकै छोडिदिएको क्या तारहरू अनि यता बिस्तारहरू पठाएँ होइन अनि मेरो मेडलहरू मिलाउनु छ मेडलहरू मिलाउनु पर्ने त एउटा भएन 2 3 4 5 6 7 8 9 अझै सब मेरो त्यस्तै छुट्टा राख्छु होइन सब मेरो बहिनीले हो कि अनि बहिनीले चाहिँ सब अघि नै भन्दा त क्लियरै देखियो होला होइन अनि होइन मसँग कल गऱ्यो भने चाहिँ मैले जितेको मेडल भन्दा होइन छुट्टै यता आफै हो कि छुट्टै राख्ने अनि सब छुट्टै राख्छ होइन यतापट्टिको भित्रको काम चाहिँ मैले जस्तो जाने त्यस्तै गरिरहेँ होइन अब चाहिँ मेरो किचन कोठाको हालत देखाउँछु अब किचन कोठाको काम पनि गर्नु छ भातसात पकाउनु छ होइन मम्मी थापेर आउनु चाहिँ मेलाबाट अनि फेरि नत्र गरेन भने उल्टो मम्मीले गर्दा मम्मीलाई नि गाह्रो हुन्छ अनि उल्टो मैले अनि गरेन भने चाहिँ मम्मीले गाह्रो हुन्छ अनि मम्मी रिसाउनु हुन्छ अनि उल्टो मैले पिटाइ पनि खान्छु होइन त्यही भएर चाहिँ यता किचन कोठाको काम पनि अघि दिउँसो गरे जस्तो लाग्थ्यो होइन त्यही पनि गर्नु त गरेको थिएँ त्यही पनि होइन रातो होइन आसमा एउटा चिज देखेको थिएन के भन्दा हेर्नु यस्तो फलाउ पनि भाँचिदिएर अहिले चाहिँ 5:42 गइसक्यो होइन 42 म चाहिँ चाँडो यतापट्टिको किचन कोठाको काम सक्नुपर्छ अनि त्यहाँपछि चाहिँ भेट्छु है त नत्र अलिपछि भेटौँला अलिपछि धमाकादार यो कलर नै भाँचेको रहेछ गाइजन अलिपछि भेट सुगाएछ न मैले चाहिँ अझै सबै कामहरू चाहिँ सकिसकेँ होइन होइन अब चाहिँ म एकैछिन रेस्ट गर्छु होइन अनि अलिपछि मम्मी आउनुहुन्छ नि तरकारी पकाउनुहुन्छ अनि भात हाल्नुपर्छ त्यति अनि खाना चाहिँ फेरि खाँदैकै पुग्छ अब बिहानै मम्मी रिसाएर जानुभएको थियो अनि यति काम नगरेको त बेलुका आएर फेरि कत्रो लोड लियो लौडी सौडी नदेखा बेलुका आउँदा फेरि हच्चु पिटाइन्छ कसम भनेको यत्रो मोटो लस्टी त यहाँ फेरि जान्थ्यो नि फेरि लस्टी नै म त फत्तर बोलियो भने त फेरि पिटे खाएँ अनि त्यहाँपछि चाहिँ कपाल पनि काट भन्छ नि स्कुलमा यार स्कुल हुने बेला चाहिँ कपाल काट्नु पर्ला कान दुखेर चाहिँ कान छोपेको होइन केटा अनि बाहिर चाहिँ झिलिमिली अहिले त तिहार छ नि त तिहार त्यही भएर
अनि ल आज त कस्तो धुप्पी गरेर जस्तो गरेर ए म्या कपडा उठाउन बिर्सेछ आज मैले त ना कपडाहरू त कहाँ नउठाएको छ हराइहाल्यो भने चाहिँ फेरि मारिहाल्नुहुन्छ नि न आफूले लाउन पाइयो न हरायो भने चाहिँ हेर्नु बाहिर हेर्नु कस्तो दामी देखिन्छ केटा चाहिँ होइन मेरो चाहिँ मम्मीले चप्पल लाएर जानु भएको छ यहाँ बत्ती मारेको त अरे यो देखेको माथि चाहिँ आकाश चाहिँ दामी देखिन्छ आज रात पर्न लाग्छ त्यही पनि हेर्न हिमालहरू हेर न हिमाल आमामा हिमालको नजिक बसेपछि हिमाल त होइन हिमाल भएन अनि हेर्न आकाश आमामा त भन्नु न 6 बजिसकेन 6 बजी यस्तो दामी देखिँदो रहेछ 6 बजी त रात परिसक्छ रात त परिसक्यो बत्ती त बालौँ फेरि अहिले लोड भेटिँदैन धेरै पछि थाहा हुन्छ नि त सानोमा मैले यस्तो गर्थेँ यस्तरी बनाएर हिँड्थेँ यस्तो गर्थेँ होइन ल बिहान मैले फ्रिजमा राखेको होइन चिया र रोटी होइन बल्ल खाँदैछु क्या बिर्सेछु नि दिउँसोभरि अब सुगाइहरू नयाँ मौसमको दृश्य छ फेरि गइरा ए गयो चितुवा अनि सबभन्दा ठुलो पैसा नेपालको सबभन्दा ठुलो पैसा केटा हो चाहिन्छ भने लौ दियो तिमीलाई अर्को चाहिँ यसको नाम के उल्टो गर्छ पैसा पनि हिरण चाहिन्छ भने ल है मलाई कल गर म दिन्छु ल ल लिया न लिया ल लियो होइन अनि ल लियो यो पनि म तिमीलाई गिफ्ट जे किन्न मन छ किनेर ल जे किनेर खान मन छ ल किनेर खाऊ ल तिमीलाई लास्टै गर्दो रहेछ अनि धेरै दिन भयो नि त धेरै महिना भयो होला 5-6 महिना भयो होला म भ्लग चाहिँ नबनाएको आखिर ठ्याक्क कस्तो अर्केको खेल्न गयो आज हिजोसम्म खेल्न मिल्थ्यो खेल्न त छठ पर्वसँग मिल्छ भन्ने सुने त पनि आजबाट चाहिँ होइन तिहार पनि सकियो हिजै सकिएको तिहार पनि हिजोबाट सकियो तिहार होइन अब चाहिँ स्कुल चाहिँ 16 गतेबाट छ अब होमवर्क गर्नु पर्यो 2टाको होमवर्क छ 2टाको होमवर्क गर्नु पर्यो गाह्रो छ नि गाह्रो छ स्टुडेन्टमा मेरो नानी चाहिँ 2 क्लासमा म चाहिँ 8 क्लासमा होइन हेर्नु हाम्रो 2टाको किताब स्कुलमा लाने मात्रै किताब फेरि नलाने किताब त फेरि उता धच्छु धेरै छैन लाने मात्रै किताबहरू हेर नि देखाइदिउँ हेर्छौ आमामा हेर न यहाँ चाहिँ सो मेरो ल्यापटप छैन यहाँ नचलाएको नि नेट सक्यो होइन नेट सकिएर चलाएको पनि छैन होइन अन पनि गर्छैन बफ गरिदिउँ भयो नचलाइदिउँ अहिले पछि भेटौँ है त अनि एकैछिन पछि सो गाए छैन आजको लागि चाहिँ एक दिन होइन अबबाट चाहिँ 2 दिन बिराइ भिडियो आउँछ होइन अनि यहाँ त चाहिँ हाम्रो बहिनी छ होइन के भन्नु त हेलो गाइज मेरो दाइले चाहिँ भ्लग बनाइ गरिराख्नुहुन्छ हेलो पक्तामा यसलाई चाहिँ जहिले देखेन मलाई मात्रै देखेन मात्रै देखाउनु खोज्छ होइन ल यति भन्दा चाहिँ अब चाहिँ अरू दिनमा पनि भेटौँ ल बाई थ्याङ्क यू फर वाचिङ दिस माई भिडियो बाई गाइज